ए दिदी गाइस अहिलेको जमाना कपडाले भुइँबुस्छ क्या हो तेरो घरमा एउटा मप पनि छैन क्या हो ए यस्तो कुरा छोड्न आइज न बस आइज भित्र कस्तो घर पछि देख्दाखेरि पाइले चप्पल लगाइ हिँड्दाको हौ कुन चाहिँ लागेको छ है तेरो घर ए मेरो नाम ठिकै आएछ दिदी मेरो चाहिँ हुन अन्त होला कस्तो खालको किचन हौ सिक लाग्दो हौ के नभनी राख्नु हौ घरमा के छ कसो छ त्यो चाहिँ भन्नु सबै ठिकै छ है पहाडको दोकान बिहा गरेपछि यस्तै हुन्छ पढाइ नखाब यस्तो ढुङ्गै सरीको आँगन गजब बेइज्जती है भयो भयो तन्त के साह्रो पनि भन्नु सकेको हौ कति पनि भन्नु सकेको यो भाउजूको दिदीले त कति निचा देखाउनु सकेको झक्कै पर्नु हैन के खालको मान्छे हो यस्तो टनटनपुर घाममा बसिबस्छ हौ अब घाममा सोए पनि कपाल चिसो लाग्छ भनेर एउटा हेयर ड्राई पनि छैन तँसँग ए के होला तँ गरिबसँग यो भाउजूको दिदीले त के साह्रो खिसी गर्नु जानेको यसकोमा त निकै कुखुराहरू रहेछ यसलाई एउटा काटेर खुवाउनु भनेको यो म आउँदा एउटा कुखुरा नि काटेर दिन नसके यसलाई भन्नु पर्यो आज के ओइ बहिनी ओइ ओइ तेरो घरमा त पुरा कुखुराहरू रहेछ पाहुनाको बेलामा दिदीलाई एउटा कुखुरा पनि खुवाउन सक्दैनस् लोकल कुखुरा घर नमन पर्ने मान्छे नमन पर्ने बस्तीको कुखुरा चाहिँ मन पर्ने